प्रधानमन्त्रीबाट अस्ति म हटे, काम रोकिन्छ, काम बन्द हुन्छ, फेरि म आउनुपर्छ अनि फेरि म सरकारको नेतृत्वमा फर्किन्छु, फेरि काम अगाडि बढ्छ। म सुन्छु प्रधानमन्त्रीका क्यान्डिडेट भन्ने कतिपय मान्छेले कसैले बुथ कब्जा गर्छु भन्छ भने त्यो कल्पना नगरे हुन्छ। बुथ कब्जा गर्ने कसैले छुट पाउनेवाला छैन, कसैले बुथ कब्जा गर्न सक्नेवाला पनि छैन। अर्को कुरा, खास गरी भोलिन्टियर फोर्सको काम भनेको शान्ति सुव्यवस्था कायम राख्नु। यो खाली पानी बाँड्ने मात्रै भोलिन्टियर फोर्स होइन। सिंहदरबार जलाउने अनुमति दिने छैनौं, छुट दिने छैनौं। सर्वोच्च अदालत जलाउन दिइने छैन, प्रहरी कार्यालयहरू जलाउन दिइने छैन, प्रहरीलाई हतियार खोज्न दिइने छैन। प्रहरीका हतियार खोज्ने, प्रहरीमाथि आक्रमण गर्ने, प्रहरीलाई कुटपिट गर्ने त्यस्ता आतंककारी अपराधीहरूलाई नेशनल युथ फोर्सले, भोलिन्टियर फोर्सले नियन्त्रण गर्नेछ। त्यसका लागि यो नेशनल भोलिन्टियर फोर्सको गठन भएको। अब आज कोशी अञ्चलभरिको शान्ति सुव्यवस्थामा प्रहरीलाई सहयोग गर्नका लागि, सरकारलाई सहयोग गर्नका लागि, शान्ति सुव्यवस्था स्थापना गर्ने कुरामा रखबारी गर्नका लागि हामीले नेशनल भोलिन्टियर्स फोर्स बनाएका छौं। यो कुनै देखाउनका लागि मात्रै बनाइएको होइन। उपद्रव हुन नदिन, यस देशमा आतंक फैलिन नदिन, त्यसका लागि बनाइएको। तसर्थ अनेक प्रकारका प्रयासहरू यहाँ चलिरहेका छन्। साम्प्रदायिक विद्वेष भड्काउने अस्तिका दिन मात्रै हामीले गौरमा देख्यौं, रौतहट जिल्लामा देख्यौं। अनेक ठाउँमा उत्तेजना फैलाउन खोज्ने, अरू पार्टीका झण्डा जलाइदिने, झण्डा भनेको आस्थाको केन्द्र हो, आस्थाको प्रतीक हो, झण्डा जलाइदिने, आवेश उत्तेजनाको वातावरण सिर्जना गर्न खोज्ने त्यस्ता तत्त्वहरू सक्रिय छन्। त्यस स्थितिलाई रोक्नका लागि अब युथ फोर्स, युथ भोलिन्टियर फोर्स, भोलिन्टियर फोर्स भनेकै युथहरूको हुन्छ र यो राष्ट्रका लागि समर्पित फोर्स हो। देशव्यापी रूपमा गठन भएको फोर्स हो। देशका कुना कुनासम्मको शान्ति सुरक्षामा खास गरी यसले प्रहरीलाई सहयोग गर्ने काम गर्दछ। प्रहरीमाथि हमला हुन नदिने, प्रहरीका कार्यालय जलाउन नदिने, प्रहरीका वर्दी खोज्न नदिने, प्रहरीमाथि आक्रमण गर्न नदिने त्यस्ता काम गर्दछ। प्रहरी अब एक्लै छैन, प्रहरीका साथमा नेशनल भोलिन्टियर फोर्स छ। अहिले चुनाव आउँदैछ, चुनावका लागि म नेशनल भोलिन्टियर फोर्सलाई भन्न चाहन्छु, तपाईहरुले चुनावमा नेकपा एमाले चुनाव शान्तिपूर्ण ढंगले गर्न चाहन्छ। स्वतन्त्र निष्पक्ष धाँधली रहित वातावरणमा मतदाताले स्वतन्त्र ढंगले मत खसाउन पाउनु पर्दछ, मतदान केन्द्रमा पुग्न पाउनु पर्दछ, स्वतन्त्र ढंगले भोट खसाउन पाउनु पर्दछ। कुनै प्रकारको व्यवधान हुनु हुँदैन। त्यस कुरामा नेकपा एमाले सदैव अडिग रहँदै आएको छ, अहिले पनि अडिग छ, फेरि पनि अडिग रहनेछ। कसैले बुथ कब्जा गर्छु भन्छ भने त्यो कल्पना नगरे हुन्छ। बुथ कब्जा गर्ने कसैले छुट पाउनेवाला छैन, कसैले बुथ कब्जा गर्न सक्नेवाला पनि छैन। अर्को कुरा,
खास गरी भोलिन्टियर फोर्सको काम भनेको शान्ति सुव्यवस्था कायम राख्नु। यो खाली पानी बाँड्ने मात्रै भोलिन्टियर फोर्स होइन। यो शान्ति सुव्यवस्था कायम गर्न एउटा भरपर्दो जनशक्तिको रूपमा, यो जनताको शक्ति हो, जनताको सङ्गठित शक्ति हो, त्यस रूपमा यो काम गर्नेछ। यो चेन अफ कमान्ड अन्तर्गत चल्दछ। यो अत्यन्तै अनुशासनमा बसेर काम गर्दछ। यसले जनतासँगको सम्बन्धलाई अत्यन्तै सुमधुर बनाउँछ। यसको बोलीचाली नरम हुन्छ, मिठो हुन्छ। यसका तर्कहरू सत्य, न्याय र शान्तिको पक्षमा हुनेछ। यसले काम सत्य, न्याय र शान्तिको पक्षमा गर्नेछ। तर ती चिजहरूलाई हरण गर्न खोज्यो भने यस फोर्सले त्यो कुरा गर्न पाइँदैन भन्ने कुरा जुनसुकै मूल्य तिरेर भए पनि बताउनेछ। अहिले चुनावको बेला, चुनाव अगाडि आउँदैछ हाम्रो अगाडि। अब 10औं दिनका दिन चुनाव छ। यति बेला म देशभरिको हाम्रो पार्टीलाई, नेकपा एमालेलाई भन्न चाहन्छु, गाउँ गाउँमा, टोल टोलमा सुरक्षा समितिहरू बनाउनुहोस्। टोल टोलमा सुरक्षा समिति र नेशनल भोलिन्टियर फोर्स बनाउनका लागि नेशनल भोलिन्टियर फोर्सका युवाहरूलाई पार्टीले सहयोग पुर्याउनुहोस्। अर्को, यो स्थानीय पार्टीले धेरै हस्तक्षेप गरेर चलाउन खोज्ने होइन। आफ्नै ढङ्गले जनसङ्गठनलाई अलिक चल्न दिनुपर्दछ। तर भोलिन्टियर फोर्सले स्थानीय पार्टीका निर्णयहरू, निर्देशनहरू तिनीहरूसँग पनि टक्कर आएर काम गर्दैन। पार्टीका नीति निर्देशनहरूलाई कार्यान्वयन गर्ने काम गर्दछ। यसको र भोलिन्टियर फोर्सको र माउ सङ्गठन पार्टीको बीचमा सुमधुर सम्बन्ध कायम गरेर अगाडि बढ्दछ। टोल सुरक्षा समितिहरू आफ्नै ढङ्गले, उनको कार्यक्षेत्र टोल हो, टोल टोलमा सुरक्षा दिने हो। त्यसो भएर टोल टोलमा सुरक्षा समिति बनाउनुहोस् र सुरक्षा दिनुहोस्। चुनावका लागि म सबै पार्टी कमिटीहरूलाई भन्न चाहन्छु, चुनावका लागि बुथमा, हरेक बुथमा कमसे कम भोलिन्टियर 30 जना भोलिन्टियर, कम्तीमा एउटा बुथमा, कम्तीमा 30 जना भोलिन्टियर एउटा बुथमा निर्माण गर्नुहोस् र त्यस कुरालाई ध्यानमा राखेर अगाडि बढ्नुहोस्। तपाईहरुलाई काममा सफलता मिलोस्। फेरि पनि धेरै धेरै शुभकामना भन्न चाहन्छु। अब आज मैले धेरै कुरा त भन्नुपर्ने छैन, किनभने तपाईहरुले मेरा कुरा सुनि पनि रहनु भएको छ, सुनि पनि सक्नु पनि भएको छ धेरैपल्ट, धेरै समयदेखि। र आजको समय मैले दिएका अन्तर्वार्ता, मैले गरेका टिप्पणीहरू, मैले विभिन्न ठाउँमा बोलेका कुरा ती सार्वजनिक हुने भएको हुनाले देशभरि पुगेका हुन्छन्। तपाईहरुले पनि सुन्नु भएको छ। आजकै कार्यक्रममा पनि नेकपा एमालेले गरेको विकास, मेरो नेतृत्वमा नेकपा एमालेले गरेको विकास र मेरो नेतृत्वमा नेपाल सरकारले गरेको विकास, त्यस बारेमा राजा राजेन्द्रले काफी प्रकाश पनि पारिसक्नु भएको छ। वास्तवमा नेकपा एमाले मात्रै यस्तो पार्टी हो, मेरो समुदायको लागि, मेरो वर्गको लागि एमालेले के गर्यो भन्दा
जवाफ दिन सक्ने, यस ठाउँको लागि एमाले के गर्यो भन्दा जवाफ दिन सक्ने पार्टी नेकपा एमाले एक्लै हो। देशको कुनै कुनामा जानुहोस्, कुनै कुनामा गएर नेकपा एमाले यस ठाउँका लागि के गर्यो भनेर कसैले सोध्छ भने एमाले जवाफ दिन सक्छ। एमाले के गर्यो भनेर, कस्तो विकास गर्यो, के गर्यो भनेर हामीले यहाँ कुरा गर्दा महाकालीको उदाहरण दिनु पर्दैन। यहाँ कुरा गर्दा दार्चुला र ताप्लेजुङको उदाहरण दिनु पर्दैन। ताप्लेजुङमा कुरा गर्दा दार्चुलाको कुरा गर्नु पर्दैन। दार्चुलामा कुरा गर्दा ताप्लेजुङ वा ओखलढुङ्गा वा सोलुको कुरा गर्नु पर्दैन। हुम्लामा कुरा गर्दा तराईको कुरा गर्नु पर्दैन। त्यही ठाउँमा जहाँ कुरा गरिएको छ त्यही ठाउँमा उभिएका ठाउँबाट वरिपरि हेर्यो भने एमाले गरेको विकास देखिन्छ। जहाँ उभिएको छ देशको त्यो ठाउँबाट वरिपरि हेर्दा एमाले गरेको विकास देखिन्छ। एमाले त्यस्तो विकास प्रेमी र विकास हाँक्ने पार्टी हो भन्ने सबैलाई थाहा छ। यसले सुनौला हजार दिनदेखि जन्मिनुभन्दा पहिले गर्भमा हुँदादेखि अन्तिम संस्कारसम्मका कुन चाहिँ अवधिमा मानव जातिको लागि के काम गरेको छैन, कसका लागि के काम गरेको छैन। किसानका लागि, मजदुरका लागि, अथवा शिक्षकहरूका लागि, कर्मचारीहरूका लागि, प्रहरीका लागि, सशस्त्र प्रहरीका लागि, सेनाका लागि, अथवा व्यापारी व्यवसायीहरूका लागि, उद्यमीहरूका लागि, यातायात व्यवसायीका लागि, निर्माण व्यवसायीका लागि या अरूका लागि कसका लागि नेकपा एमाले काम गरेको छैन। बालबालिका लागि, किशोर किशोरीका लागि, युवाहरूका लागि, अधवैंशहरूका लागि, जागिर खाने उमेरका युवाहरूका लागि, पढ्ने उमेरका युवा र बालबालिकाहरूका लागि, अथवा ज्येष्ठ नागरिक भएपछिका लागि। हामीले ज्येष्ठ नागरिक भत्ता मात्रै होइन, अपाङ्गता भएका अशक्त व्यक्तिहरूका लागि, अनाथ भएका टुरा टुरीहरू जसको कोही अभिभावक छैन तिनका लागि सरकार नै अभिभावक हुनुपर्छ भनेर हामीले काम गरेका छौँ। तैपनि एमालेका बारेमा प्रश्न उठाउनु भनेको कि त बुझ्दै नबुझ्नेले प्रश्न उठाउँछ कि त अरू नै कुराबाट प्रभावित भएर प्रश्न उठाउँछ। नेकपा एमालेको सन्दर्भमा प्रश्न उठाउने ठाउँ छैन। अर्को, नेकपा एमाले बाहेक अरू कसैले आत्मविश्वासका साथ हामीले देशका लागि काम गरेका छौं भनेर अरू कसैले भन्न सक्छ? सिङ्गो तराई मधेसको तल्लो बेल्ट एकदम पछाडि परेको थियो, त्यसलाई हुलाकी राजमार्ग र तोसँग अरू राजमार्गहरू जोडिएर आधुनिक बनाइएको छ। त्यहाँ खानेपानीको व्यवस्था, बिजुलीको व्यवस्था, सबै चिज पुर्याइएको छ। कुनै कुनै ठाउँमा भने जस्तो नभएको होला, कुनै कुनै ठाउँमा मूल बाटोसँग जोड्ने सहायक बाटो ग्राभेल मात्रै भएको होला, पक्की नभएको होला। एकैचोटि भइसक्दैन, गर्न पर्दछ। कतिपयले मलाई सोध्ने गर्छ, तपाईले धेरै काम गर्नुभएको छ, यति धेरै विकास गर्नुभएको छ, अब फेरि तपाईँ किन उम्मेदवार हुनु पर्यो भनेर। काम धेरै भएको छ तर अझै गर्न बाँकी छ। ती कामहरू अगाडि बढाउनै छ, अधुरा कामहरू पुरा गर्नुपर्ने छ। त्यसकारण यदि यही दमकले हेरोस्, रतुवामा एउटा पुल थियो, माओमा एउटा पुल थियो, राजमार्गमा आउनु पर्थ्यो कालोपत्र हेर्नलाई। अहिले
घर अगाडि कालो पत्र छ, घर अगाडि कालो पत्र छ, बिजुलीका खम्बाहरू छन्, ट्रान्सफर्मर छ, घर घरमा बिजुली छ। अनि कालो पत्रको छेउमा उभिएर अहिलेसम्म के भयो भनेर, कालो पत्रको छेउमा उभिएर जसको आँगनमा कालो पत्र पुगेको छ उसले भनेको सुनिन्छ अहिलेसम्म के भयो भनेर। जसको घर झिलिमिली भएको छ, म यस ठाउँमा आउँदा बिजुली थिएन, दमकमा पेट्रोम्याक्स बालेर कार्यक्रम गरिएको थियो, टुकी बाल्नु पर्थ्यो, लालटिन बाल्नु पर्थ्यो। आज घर झलमल झलमल्ल छ। बिजुली कथम कदाचित गइसक्यो भने, एकछिन बिजुली गयो भने पनि मान्छेले ट्रान्सफर्मर चलाउन जाने छ। हिजो चापाकल दाबेर आर्सेनिक भएको, आइरन भएको रातो पानी खानु पर्थ्यो, आज पानी ट्याङ्कीहरू छ्यास्छ्यास्ती छन्। एउटा घरमा टोयलेटमा मात्रै नुहाउने धारा, हात धुने धारा, टोयलेटको धारा, चिसो पानीको धारा, तातो पानी आउने धारा, कतिवटा धारा टोयलेटमा मात्रै छ। के भयो भनेर फेरि पनि भन्दैछ मान्छे, अहिलेसम्म के भयो भनेर। घर छेउको फुसको भनेको छ, तै पनि भन्दैछ। यसको अर्थ सबै काम सकियो होइन, केही काम गर्न बाँकी छ, ती काम गरिनेछ। हामीले दशरथ रङ्गशाला, पुरानो रङ्गशाला भन्छौँ, दशरथ रङ्गशाला भुइँचालोले भत्किएर ध्वस्त भएको थियो, हामीले बनाएको। पोखरा रङ्गशाला, पोखरामा रङ्गशालै थिएन, हामीले बनाएका हौँ। सुर्खेतमा रङ्गशाला थिएन, हामीले बनाएका हौँ। जनकपुरमा रङ्गशाला हामी बनाउँदैछौँ। क्रिकेट रङ्गशाला यो त व्यापक चर्चितै छ। 300 दिनमा रङ्गशाला हुन सक्छ भनेर, 300 भन्दा थोरै दिनमा भयो, तर विभिन्न उल्झनले गर्दा काम थाल्न नै 5-6 महिना ढिलो गरिदिए, तर 300 दिनभन्दा छिटो रङ्गशाला तयार भयो। तसर्थ हामी विकास गर्ने, शिक्षा क्षेत्रमा आज कहाँबाट कहाँ पुगेको छ। 42 वर्ष सरदर आयु थियो, आज 72 वर्ष सरदर आयु पुगेको छ मानिसको। साक्षरता प्रतिशत 52 थिएन, आज 97% पुग्न लागेको छ। यो प्रगति। दमकमा कति हस्पिटल थिए, अहिले आमदा भयो, अर्को भयो, ठुला ठुला हस्पिटल बनेका छन्। आमदा जापानले बनाइदिएको भन्नु होला, हामीले पनि त्यहाँ बिल्डिङ बनाइदिएका छौँ, अहिले पनि भन्दैछ। क्याम्पस, बहुमुखी क्याम्पसमा कति विशाल भवन बन्दैछ। अब मैले काम गर्न थाल्छु, काम व्यापक भएको देखेपछि विरोधीहरू थर्कमान हुन्छन्, भूमिगत गिरुवा पनि थर्कमान हुन्छ। त्यो काम रोक्नका लागि मलाई सरकारबाट हटाइन्छ, काम रोकिन्छ, काम बन्द हुन्छ, फेरि म आउनुपर्छ, अनि फेरि म सरकारको नेतृत्वमा फर्किन्छु, फेरि काम अगाडि बढ्छ। मलाई सरकारबाट हटाएपछि ड्राइभर बिनाको गाडी जस्तो हुन्छ देश। म सरकारमा आउने बित्तिकै फेरि देश कुद्छ। मैले सरकार छोडेपछि फेरि देश जहाँको त्यहीँ बस्छ। यही हुने गरेको छ। त्यसकारण म सुन्छु प्रधानमन्त्रीका क्यान्डिडेट भन्ने कतिपय मान्छेले, तपाईहरुले बच्चा बच्चीलाई सोध्यो भने के हुने भन्यो भने, तिमी के हुने भन्यो भने उसले प्रधानमन्त्री पनि भन्न सक्छ, राष्ट्रपति पनि भन्न सक्छ, तर त्यो बच्चा भइहाल्ने त होइन नि त। उसले आफूलाई घोषणा गरिदिन्छ। यस्तै मान्छेहरूलाई लाग्यो ख्याल जस्तो लाग्यो मान्छेहरूलाई भन्लान्। तर हामी एउटा भिजनका साथ, एउटा गन्तव्यका साथ, समृद्ध नेपाल, सुखी नेपाली बनाइ छोड्ने उद्देश्यका साथ हामी काम गरिरहेका छौँ। यस ठाउँमा
मैले रङ्गशाला बनाउँछु भने जमिन पनि लिए। केही पोलिटिकल पार्टीहरूले अनावश्यक विवाद निकाले। अब म भन्न चाहन्छु, कसैले कुनै विवाद निकाले पनि लखनपुरको यस मैदानमा शस्त्र प्रहरीको बाट हामीले जमिन लिएर रङ्गशालाका लागि छुट्याएको मैदानमा रङ्गशाला निर्माण गरिनेछ। रङ्गशालाको नामको विवाद ठुलो होइन, विवाद काम गर्न नदिने उद्देश्यका साथ विवाद चलाइयो। आदिवासी जनजाति रङ्गशालाका नाममा बनाउन नसकिने भन्ने कुरा होइन, तर बनाउनै दिन्न भनेर झमेला खडा गरेपछि, विभिन्न मञ्चमा त्यसो बोलेपछि त्यो काम रोकिया हो। मलाई बनाउनबाट रोक्नेहरूले अरूले बनाएको भए हुन्थ्यो नि त। 5 वर्ष मैले यो 10 वर्षमा 5 वर्ष मैले नेतृत्व गरेँ। देश बनेको छ। 5 वर्ष अरूले नेतृत्व गरे। संविधान बनेपछि पनि अरूले 5 वर्ष नेतृत्व गरे। त्यो 5 वर्षमा यो एउटा रङ्गशाला बनाए भए हुन्थ्यो नि त। बनाउन सक्दैनन्, कसैले बनाउँदैन। त्यो केपी ओलीले मात्रै हो, नेकपा एमाले मात्रै। त्यसकारण यो रङ्गशाला बनाइने छ भन्ने कुरा म यहाँका दाजुभाइ दिदीबहिनीहरूलाई स्पष्ट पार्न चाहन्छु। यहाँ कतिपय भूमिका समस्या छन्। हामीले 51 सालमा भूमि आयोग, सुकुम्बासी आयोग गठन गरेर धनी पूर्जा 68,000 धनी पूर्जा वितरण गर्यौं। सबै तयारी गरेर धमाधम धनी पूर्जा वितरण हुन थालेपछि एमालेको सरकार ढालियो, सबैलाई थाहा होला। त्यसपछि फेरि हामीले सरकारमा जाने बित्तिकै आयोग बनायौं, फेरि ढालियो। फेरि आयोग बनायौं, सरकारमा पुगेर फेरि ढालियो। पोहोर साल सरकारमा पुगेपछि आयोग बनायौं, काम थाल्यौं। म सरकारबाट हटेँ, प्रधानमन्त्रीबाट अस्ति म हटेँ। त्यसपछि आयोग भङ्ग गरियो। हामीले फेरि सर्वोच्च अदालत गएर आयोग फिर्ता ल्याएका छौं। अब आयोगले काम अगाडि बढाउँदैछ। त्यसकारण भूमि समस्याको समाधान, सुकुम्बासी समस्याको समाधान हामी गरी छोड्छौं भन्ने कुरा म फेरि दोहोर्याउन चाहन्छु। यो काम हुन नदिने शक्तिहरू लागेका छन्, तर तिनीहरू सफल हुने छैनन्। हामी बनाएर छोड्नेछौँ। यहाँको विकासको जिम्मा तपाईहरुलाई थाहा छ। यो ठाउँमा असाधारण विकास गरिएको छ, फेरि पनि गरिनेछ। यहाँको विकासको जिम्मा मेरो, तपाईहरु ढुक्क हुनुहोस्। यस जिल्लाको विकासको जिम्मा मेरो, तपाईहरु ढुक्क हुनुहोस्। यस प्रदेशको विकासको जिम्मा मेरो, तपाईहरु ढुक्क हुनुहोस्। र यस देशको, सिङ्गै देशको विकासको जिम्मा मेरो, तपाईहरु ढुक्क हुनुहोस्। आज देश कुनै पनि ठाउँमा एक ढङ्गले भन्ने हो भने दुर्गम छैन। सबै सदरमुकाममा मोटरको बाटो जोडिएको छ। सडक सञ्जालसँग सिङ्गै देश जोडिएको छ। हुम्ला जिल्लाको सदरमुकाम जोडिन बाँकी थियो। अस्ति पुल बनाइकन म सरकारमा आएपछि पुल बनाइकन त्यसको उद्घाटन गरेर अहिले हुम्लाको सदरमुकाम सिमीकोट पनि जोडिएको छ सडक सञ्जालमा। कुनै पनि जिल्ला अथवा जिल्लाको सदरमुकाम, जिल्लाका केन्द्रहरू अथवा प्रमुख ठाउँहरू सडक सञ्जालमा नजोडिएको छैन। यस प्रदेशको ताप्लेजुङबाट ओलाङचुङ गोला हुँदै जोड्ने, सीमासम्म जोड्ने बाटो त्यो पनि खोलिएको छ र पक्की हुँदै गइराखेको छ। त्यो तपाईहरुलाई थाहा छ। हामीले नै ट्र्याक खोलेका हौं। ओलाङचुङ गोलासम्म गाडी पुर्याउन मै गएको थिएँ। गाडी चढेर ओलाङचुङ गोला प्रवेश गरेको थिएँ म। तपाईहरुले पनि टिभीहरुमा हेर्नुभयो होला। हाम्रो काम देशको विकास गर्ने हो। यस ठाउँमा मात्रै होइन,
हरेक पहाडी जिल्ला समेतमा बाटाहरू, रिभर करिडरहरू, अरू बाटाहरू बनाइया छ। कृषिको आधुनिकीकरण गरिया छ। फलाम खानी 85 भित्र 2085 सालभित्र हामी धौबादी फलाम खानी 100औं वर्षलाई नेपालमा आइरन स्टिलका कामहरू पुग्छन्। त्यति भए त्यो सुरु गरेका छौँ। त्यसै गरेर हामीले मिथेन ग्यास 1 अरब 12 करोड भनेको थियो। अहिले 1 अरब 12 करोड कि 80 अरब 1 खरब 12 अरब कि 80 अरब भन्ने अलिक विवाद छ भने सुन्छु। तर 1 अरब 12 खरब नै हो। 1 अरब 12 खरब घनमिटर मिथेन ग्यास जो नेपालका चुलामा पुर्याउन पनि पुग्छ, उद्योगमा पुर्याउन पनि पुग्छ र ठुलो इन्धनको काम गर्छ। हामीले इन्धन आयात गर्नु पर्दैन। त्यसो भएर ठुलो आम्दानीको, विकासको, राष्ट्रिय अर्थतन्त्रको फड्को मारिनेछ यसबाट, यस्ता खानीहरूबाट।